आज रत्ननगर वडा नम्बर 9 टिकौली जङ्गलमा चाहिँ दाउरा खुलेको छ हैन, यो सामुदायिक जङ्गलमा। अब अरूले अन्त भित्र ड्याङ ड्याङ हान्यो न, आफू उता सिधा गएन। अब यही एउटा रहेछ, यहीलाई अब काटकुट पारेर अब लानु पर्ला जस्तो छ। हेरौँ है, हतियार सतियार तयार पारे अब हैन। अब यहीलाई टक्राक टुरु काटिन्छ, हिँडिन्छ अब बस। ओहो खिच्यो त अब यसले टक्राक टुक्रुक बनाउनु पर्यो। अब यसले काटकुट पार्नु पर्यो हुन्छ। अन्त जानुभन्दा बिहान बिहान जाडोमा कता जानु, यसलाई यहाँनिर छिनाउनु पर्यो। ल स्टार्ट गरियो गाइज काट्नलाई है। अब त्यहीँबाट अब सुरु गरौँ। यसलाई अब यत्रो हँसिया छ, अब हेरौँ कतिखेर चिन्छ। फाइनल्ली गाइज यति चाहिँ काटियो। थाकेर हात घुमाउनु नि गाह्रो भयो। पुरै जङ्गलभरि टक्राक र टुक्रुक हान्दैछन्। अर्को समस्या आफ्नो फेरि यतापट्टि हात यस्तो भएको छैन, यहाँनिर दुख्या छ। अब र पनि के गर्नु, अब सालमा एकचोटि खुल्छ दाउरा होइन, काट्नै पर्यो। अहिले उतातिर खोज्दै हिँड्नुपर्छ, फेरि कता कता छ के छ। अब यति काटेर त सकियो होइन। अब यसलाई यतापट्टि आएर यता तानेर हेर्नु पर्यो आउँछ कि आउँदैन एकचोटि। राइट कडक कडक गरे आवाज चाहिँ आयो। एकचोटि क्यामेरा छोडेर चाहिँ तान्नु पर्यो दुई हातले। एउटा हातले क्यामेरा समाउँदा अप्ठ्यारो भयो। एउटा यता छ, अहिले त्यहाँनिर काट्न छ, त्यसलाई नि काटेर तयार हुन्छ। एउटा पिस, दुई तीनवटा पिस हुने भयो एकैछिनमा। ओके डन। ल गाइज फाइनली यो चाहिँ खस्यो है। थाक्यो अहिलेलाई। अब यतापट्टिको पाली कहाँ गयो मेरो हँसिया बुवा? होइन अलिअलि काम, अलिअलि फोटो। हो के बिहानै आउनु भयो? बिहानै कि भर्खर आउनु भयो? लाउनु ए यतै भित्र हुनुहुन्छ होला, हेर्नु न, बोलाउनु न। कहाँ हो कहाँ? ल ल हो के अरे। ल अब यो स्टार्ट गरिन्छ। अब एउटा भयो। यत्रो गाइज उचाल्न नसकेर धुवा फाट्यो। अब यसलाई ठाउँ हेर्नु पऱ्यो कहाँबाट लाने। यहाँनिर भान्जाले यही खाल्टोको गन्द्राङ गुन्द्रुङ दुईवटा छोडेर आयो। अब यही हो बाँकी। लौ उताठी हाम्रो दाइले फेरि सर्लक्कै पुरै। अब यो छ एउटा बाँकी छ, यसलाई छोडेर अब हाल्छ। यसलाई छोडेर उतापट्टि अब जानु पर्ला, उतातिर काट्नलाई हेर्नु पऱ्यो। अब अहिलेलाई यहाँ चाहिँ यति अब भयो। यो सबै उ रहेछ कि हिलोमा रहेछ, साह्रै उचाल्न सकेन, गाह्रो भयो। अब यतातिर सोचिनु पर्ला होइन, सर्लक्क यतातिर गएर खोज्नुपर्छ। अब छैन कि मेरो भाग त खै सब सखा भान्सिया त मान्छेहरूले। यार यो हरियो हो कि सुकेको, यसकै हाँगा बिङ्गा फाड्नु पर्यो यार। छैन त, मैले खुराकी छोडिदिइसकेँ। बिहा गरेर खुराकी छोडिदिए छैन त नि केही नि, छैन केही नि साँच्चै। सबै बिहे गरेको बुढीले खान दिएन। सब हरियो पो रहेछ मा त। सब हरियो छ यार।
होइन एउटा खतरा खुद्रुक बाटो उचालेर जानुहुन्थ्यो भने खै हिलो सिलोमा नि गढे होइन कुनै लिएर गैँडाको गयो यार कुन जमानाको फेरि प्रायः त म त घुमै भएँ रात्रै कहाँ जाम अब के गयो ल फाइनल्ली सबै दाउरा अहिले चाहिँ यति खोज्यो अहिले फेरि एकछिनपछि जान यहाँसम्म ल्याएँ है अब यहाँबाट अहिले साँझतिर साइकलमा हाम्रो यता काकाले सुत्दै यत्रो पुऱ्याउनु भइसक्यो अब खानासाना खाएर जाम भने ए हुन्छ अब यति भएपछि 1 साललाई पुगे काका तपाईँलाई 1 साललाई पुग्छ अब 1 वर्षलाई 1 साललाई पुग्छ 1 वर्षलाई ए पुग्छ के छ ल यो उमेरमा पनि हाम्रो काकाले यस्तो खतरा हेर दाउरा ल्याउनु भएको ल यो खानासाना सुरु भयो है यहीँ खाना लिएर टिपनमा फेरि खानासाना खाने अनि खाना खाएर सर्लक्क फेरि अब जङ्गलतिर सोझिने यहाँ भात दाल तर्कली यता अलिअलि मासु यो गाइस अब फेरि खानासाना खाएर फाइनल्ली छिरेको जङ्गलमा अन्त कहाँ जाने यार काट्ने यही हो अब यहीलाई काट्नु पऱ्यो यहाँबाट यहाँ 1 गेड त्यहाँबाट त्यहाँ 2 गेड त्यहाँबाट त्यहाँ 3 गेड अनि हो यो हाँगा एउटा झारिदिन्छु त्यसपछि सक्यो एक्लै ओसार्ने हो अरू ओसार्ने छैनन् गाइस ल अब स्टार्ट हान्नु पऱ्यो काट्नलाई काट्ने है अब पक्क नि भयो बिहान चाहिँ अलिअलि उसु लागेको थियो जाडै भएको थियो अहिले खाना खानु अगाडि 4-5वटा उहाँबाट हजुरहरूले हेरिसक्नु भएको थियो यो चाहिँ अब खाना खाएर सकेपछि हो अब यो सुरु छ जस्तो तल है पनि अब सालमा एकचोटि खुल्छ राइट काटेर अलिअलि है भाँची त हो भाँची गाइस यो सक्यो यतातिको सक्यो अब यो छ एउटा उ त्यो सानो छ है अनि अब यो पनि छ अब हाँगा है अब अन्त जानुभन्दा यसले अब काट्नु पऱ्यो काट्न लाग्यो काट्दा आँखामा छुटेर जानु पऱ्यो के गर्नु आज एक दिन फेरि खोल्नु आज चाहिँ एक दिन अन्त खोल्दैन जङ्गल है अरू दिन आउनु पाइन्न ल यताको हिस्सा नि खस्यो है यही हो खासै यो चाहिँ ठुलो छैन अनि त्यही यहाँनिर काठी गिरा यही हो कहाँ हो कहाँ त प्लेन हिँडिरह खै हम त गाडी त प्लेन गर्दा आफैको त क्या सही आएर चाहिँ प्लेन हेरौँ त कत्रो खै देखाइदिउँ त छेउमा आएर सर्न धुवा फाट्यो धुवा